Hello everyone, namaste, good morning सबैजनालाई. Once again welcome back to Pavitra Vlogs and my Facebook page Pavitra Sikkim Vlogs. So आज चाहिँ म तपाईहरुको लागि फेरि एउटा भ्लग लिएर आएको छु हैन. आज चाहिँ त्यस्तो खासै केही छैन, म कहीँ जाने वाला छैन. आज चाहिँ म दिनभरि घरमा चाहिँ के काम गर्छु भनेर हैन, मेरो डेली घरमा के काम हुन्छ भनेर त्यही कुराहरु तपाईहरुलाई शेयर गर्न चाहन्छु. बिहानदेखि नै स्टार्ट गरौँ भनेर सोचेको थिएँ, फेरि नानीहरु स्कुल जाँदाखेरि बिहान यति बेसी हतार हुन्छ हैन, त्यसले गर्दा स्टार्ट गर्नु पाइन. सो अहिले चाहिँ भने नानीहरु स्कुल गइसक्यो र अब चाहिँ मेरो घरको काम स्टार्ट हुन्छ नि त हैन. अनि हजुरहरुले भिडियो चाहिँ एन्डसम्म हेरिदिनुस् होला है. अनि तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनुस् होला. अनि को पनि मेरो च्यानलमा मेरो पेजमा नयाँ हुनुहुन्छ भने चाहिँ फलो सब्स्क्राइब गर्नु नबिर्सिनुस् होला है. अब भिडियोलाई धेरै लामो नबनाइकिन म काम गर्न स्टार्ट गर्नेछु. सो हजुरहरु चाहिँ हेर्दै गर्नुस् होला है. र गाइस अब चाहिँ भने मेरो काम स्टार्ट भयो हैन. यो बोदेनको कभरहरु पनि सबै चेन्ज गर्नुपर्ने छ हो. अनि कुसन कभरहरु पनि चेन्ज गर्नुपर्ने छ. धेरै दिन भएको थियो नि त चेन्ज नगरेको. सो आज चाहिँ भने मौका छ काम गर्ने. अब केटी मान्छेको यस्तै हो, घरमा बसेपछि काम साफसफाइमै जान्छ आधी दिन त हैन. बोदेनको कभर चेन्ज गरिसके. अब चाहिँ म कुसन कभर चेन्ज गर्दैछु हैन. अन्तखेरि चाहिँ यो कुसन कभर चेन्ज गरिसकेर मजाले मिलाएर राख्छु. अन्त यो गरिसकेपछि चाहिँ फेरि बेडसिट पनि चेन्ज गर्नुपर्ने छ. बेडको पनि सबै गरिहाल्नु पर्ने छ. अब चाहिँ भने म मिलाउँदैछु कुसनहरु टक 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 मिलाएर राख्दैछु हैन. अनि त्यहाँदेखि चाहिँ यो गरिसकेर चाहिँ अब म बेडसिट चेन्ज गर्न आँटेको छु. अन्त बेडसिट चेन्ज गर्नु लागि ब्ल्याङ्केटहरु सबै हटाए, सिरानीहरु पनि हटाए हैन. बेडलाई अलिकति यता सारसुर गरेर चाहिँ मिलाएँ हो. यो मिलाइसकेर चाहिँ अन्त ब्ल्याङ्केट पनि टक्कै पठाएर राखिदिएँ मैले हैन. धुने लुगा यति बेसी निस्किरहेछ गाइस हो. अलरेडी अगाडि नै धुने लुगा निस्किरहेछ. अझै चेन्ज गरेको त सबै निस्कियो हैन. सो यति गरिसकेपछि चाहिँ मैले ब्ल्याङ्केट मिलाएर राखेँ. अब चाहिँ भने म सिरानीको खोल चेन्ज गर्दैछु हो. अनि सबै सिरानीको खोलमा पनि चेन्ज गरिसकेर अब अर्को बुदेनको कभर फेरि यता चेन्ज गर्दैछु हैन. मजाले म चाहिँ काम गर्नु थालेपछि चाहिँ फेरि एकदमै जोसमा गरिदिन्छु नि त. सबै काम एकैतालमा गरिदिन्छु कि. अनि यहाँ पनि टक 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 मैले मिलाएर राखेँ हैन. यसको पनि कुसन कभर चेन्ज गरेँ. अनि चेन्ज गरिसकेर चाहिँ टक्कै यो कुसनहरु मिलाउँदैछु मैले चाहिँ हो. यति लुगा धुने निस्क्यो गाइस फेरि. अब चाहिँ भने म पर्दा चेन्ज गर्दैछु हो. यो चाहिँ भित्र रुमको पर्दा चेन्ज गरेको. अनि टक्कै यो पर्दा पनि लगाएर राखिदिएँ. अन्त दैलो मेन दैलोको पनि चेन्ज गर्नुपर्ने थियो. अन्त दैलोको पनि पर्दा चेन्ज गरेँ. अनि त्यहाँदेखि चाहिँ यो पर्दाहरू सबै मिलाइसकेर चाहिँ बादमा चाहिँ म त्यहाँदेखि फेरि अरू काम हो. यो रुम सफा गर्ने कम त टाइम लाग्दैन, फेरि एकैतालमा गरिहाल्छु नि त म चाहिँ सबै काम हो. त्यसले गर्दाखेरि चाहिँ यो पर्दासम्म मजाले मिलाएर राखेर आएँ म चाहिँ हो. अन्त आइसकेपछि चाहिँ यहाँ पुसपास गर्नुपर्ने थियो. टेबलहरु पनि यस्तो धुलो धुलो भइरहेको थियो नि त. डेली पुस्दा पनि यस्तै हो, धुलो कहाँबाट हुन्छ. त्यहाँदेखि सबै यो टेबलहरु पनि पुसपास गरेँ. अन्त टिभीमा पनि पुरा दाग दाग लागिरहेको रहेछ चाहिँ मजाले टिभीहरु पनि पुसेँ हैन. अन्त टिभी पुसिसकेपछि चाहिँ त्यहाँदेखि यहाँ टेबलमाथि राखेको थियो बेबीको ट्रफीहरु थियो, मेरो त्यो एवार्डहरु थियो. त्यसमा पनि पुरा दागहरु लागिरहेको रहेछ धुलोहरु. अन्त त्यो पनि मैले सबै पुसपास गरेँ हैन. त्यहाँदेखि चाहिँ त्यो गरिसकेपछि चाहिँ फेरि गोद्रेजको सिसा पनि पुरा मैला भइरहेको रहेछ. त्यहाँदेखि गोद्रेजको सिसाहरू पुस्न थालेँ म चाहिँ हो. अनाया छ नि त सानो नानी कि, त्यसले पुरा ऐनाहरू छुइदिएको गर्छ. अनि पुरा पछि दाग लाग्छ नि त. अनि त्यहाँदेखि चाहिँ पुस्दैछु. अन्त यो पुसिसकेर चाहिँ त्यो वास बेसिनको त्यहाँको ऐनामा पनि पुरा दाग लागिरहेको रहेछ हो. त्यो पनि सफा गरेँ एकैचोटि मैले चाहिँ हो. अब चाहिँ भने रुमको अलमोस्ट काम सकिसक्यो है. अब चाहिँ म बराल्दैछु हैन. यो बरालिसकेर चाहिँ पोचा लाउनुपर्छ रुममा हो. सो गाइस अब चाहिँ म घर पुस्न आँटेको छु हैन. रुम चाहिँ बल्ल बल्ल सफा गरिसकेँ. र अब चाहिँ म यहाँनिर पोचा लाउनको लागि आएको हो. मपको चाहिँ यो डब्बा चाहिँ बिग्रियो हैन. यो पानी निचोर्ने हातले यसरी निचोर्नुपर्छ गाइस. अब चाहिँ म पुस्दैछु. भट्टाभट्टी पोचा मारिहाल्नु पर्यो. घरमा यस्तै हो गाइस, केटी मान्छेको काम भन्ने कुरा. घर सफा गर्दा गर्दा आधी दिन निस्किहाल्छ. अरू काम कहिले गर्नुपर्ने. सो मैले चाहिँ फटाफटी पोचा लगाइसकेँ प्यासेजमा हैन. प्यासेजमा पोचा लगाइसकेर चाहिँ रुममा पोचा लगाएँ. अनि त्यसको बादमा चाहिँ फेरि म बेबीहरूको रुममा आएँ.
अन्त यिनीहरूको रुम पनि अलिक सफा गर्नुपर्ने थियो अन्त त्यही भएर चाहिँ म सफा गरिदिँदैछु होइन। यिनीहरूले स्कुल जाँदाखेरि लुगाहरू खोलेर त्यत्तिकै राखिरहेको हुन्छ नि त, अनि यो सबै पटाएर राखिदिएँ मैले चाहिँ। बेडहरू त बेबुले मिलाएर गएको हुन्छ, तर पनि अलिअलि यता सामानहरू हुन्छ नि त, अन्त त्यो सबै मिलाइदिएँ। फाइनली गाइस मैले चाहिँ घर सफा गरिसकेँ होइन। प्यासेजदेखि लगेर भित्रसम्म डल्लै पुसपास सकेँ र अब चाहिँ लुगा पनि धुनुपर्ने छ गाइस होइन। हेर्नुहोस् रुम चाहिँ चलक्कै भयो, मजाले सफा गरेँ होइन। अन्त मैले वासरुम पनि सफा गरेँ, अनि यो वास बेसन पनि सफा गरेँ होइन। यो सिसाहरू पनि सफा गरेँ, अनि यो वासरुम पनि सफा गरेँ। अनि यहाँ चाहिँ भिडियो बनाइनँ मैले किनभने ब्याट्री सकेछ मेरो हो, त्यसले गर्दाखेरि चाहिँ सफा देखिरहेछ। पर्दाहरू पनि फेरेको होइन। अनि यहाँभित्र नानीहरूको रुम पनि अलिक सफा गरिदिएँ, त्यसै त बेबुले सफा गरेरै गएको हुन्छ हो। लुगाहरू चाहिँ स्कुल जाँदाखेरि खोलेर त्यत्तिकै राखिरहेको थियो, त्यो सबै थन्कोमन्कोहरू गरिदिएँ र अहिले चाहिँ चरक्कै भयो, सफा भयो दुइटै रुम। त आजको वेदर चाहिँ यस्तो छ गाइस, घाम छैन, धुम्म खालके भइरहेको छ हो। यो चाहिँ खिड्कीबाट देख्ने हाम्रो नजरिया हो गाइस। अनि त्यहाँदेखि चाहिँ बाहिर पनि सफा गरेको र बाहिरबाट चाहिँ यस्तो देख्छ। यो भ्यू त जहिले पनि म तपाईँलाई देखाइरहन्छु है, तर आजको वेदर चाहिँ यस्तो छ गाइस। यहाँ जुत्ता धोएर पनि सुकाइरहेछु हो। फाइनली गाइस लुगा चाहिँ हेर्नु यति बेसी धुने निस्क्यो। अलरेडी मेरो लुगा भिजाइरहेको छु, अब धुनुपर्ने छ होइन। अझै आजको यति बेसी लुगा निस्किरहेछ, सो अब चाहिँ म लुगा धुनुपर्ने हुन्छ हो। पहिला चाहिँ किचन जाने हो, किचन। हेलो एभ्रिवान, सो आज चाहिँ मैले दिउँसो भ्लग बनाउँदै थिएँ होइन। म आज दिनभरि के गर्छु भन्ने सबै कुरा तपाईँहरूसँग सेयर गर्छु भनेर चाहिँ मजाले भिडियो बनाउँदै थिएँ, बनाउँदै काम गर्दै थिएँ। भरे त्यो के भन्थ्यो, काम गर्दै गर्दै जाँदाखेरि त आधी मैले त भिडियो बनाउनु बिर्सेछु गाइस होइन। त्यहाँदेखि त त्यतिकै कामसाम सकेर चाहिँ खानासाना खाएर चाहिँ म सुतेँ होइन। अनि सुतेर उठेर चाहिँ नानी स्कुलबाट आइपुग्यो, त्यहाँदेखि चाहिँ चियासा खाएर चाहिँ अब चाहिँ भन्नु म बेलुकाको खाना बनाउनु आँटेको छु। अन्त जसँग याद आयो नि होइन, अरे मैले त आज त भ्लग बनाउँदै थिएँ त भनेर, अब यतिकै म भिडियो कम्प्लिट गरिहाल्छु भनेर चाहिँ मैले बेलुकाको डिनर बनाउँदाखेरिदेखि चाहिँ अब त्यो भिडियो कम्प्लिट गर्नु गइरहेको छु। र बेलुकाको खाना बनाउँदैछु म चाहिँ। आज सब्जीमा के छ भन्दाखेरि चाहिँ मटन छ होइन। मटन बनाउनु आँटेको, अनि सन्दल अचार पिस्नु हुँदैछ, रुख टमाटरको अचार सिद्रा हालेर। र यहाँ चाहिँ जिरा पिसिसकेको छ, यो जिरा चाहिँ बेबुले पिसेको। मटन बनाउँदैछु त्यही कारणले गर्दा सिलौटोमा अचार पिसेको, सिलौटोमा मसला पिसेको नि त। अनि त्यसले गर्दाखेरि चाहिँ अब म चाहिँ खाना बनाउँदैछु। र अनि सन्दल चाहिँ एकदम दामी अचार पिसिदिनु भयो रुख टमाटरको। सो म चाहिँ यहाँनिर पकाउनु आँटेको छु। अब तेल पनि खारियो होइन, अलिकति जिरा टटटट पड्काउनु पर्ने हुन्छ। अनि यहाँ कुकरमा चाहिँ पाक्दैछ मस्यामको दाल। हाम्रो नानीहरूले चाहिँ मटन चाहिँ सुप मन पराउँदैन होइन, सुक्खै मन पराउँछ नि त, त्यही भएर आज मटन चाहिँ सुक्खै बनाइदिन्छु भनेर चाहिँ दाल बनाइदिएको होइन। कोही कोही बेला चाहिँ सुप बनाइदिन्छु, अनि आज चाहिँ सुक्खै बनाइदिन्छु। तिनीहरू खालि सुक्खै मन पराउँछ नि त, सुक्खा मतलब अलिअलि ग्रेभी टाइपको त्यस्तो मन पराउँछ, अनि आज चाहिँ त्यस्तै बनाइदिएको। मैले जिरा पड्काएँ होइन। यहाँनिर प्याज टमाटर रेडी छ गाइस। नानीहरू चाहिँ भित्र पढ्दैछ गाइस, उनीहरूको युनिट टेस्ट हुँदैछ नि त, छैन त्यो पढ्नु दिनु। युनिट टेस्ट हुँदैछ नि त नानीहरूको, त्यसले गर्दा दुईजनालाई चाहिँ पढ्ने टाइम दिनुपर्छ हो। त्यही भएर चाहिँ आमा बाउ चाहिँ यहाँ खानापिना बनाउँदैछ। प्याज हाल्दैछु है, प्याजलाई मजाले रातो बनाउनु पर्छ, त्यहाँदेखि जिरा हालेर मजाले पकाएर चाहिँ बनाउनु पर्ने छ। अचार रेडी, मिक्सीमा पिसेको जस्तै मिन बनाइदिनु भएछ। मलाई चाहिँ सिलौटोमा पिसेको अचार चाहिँ चोक्टा चोक्टै मनपर्छ कि, तर मेरो बुढाको जोस चाहिँ यहाँसम्म छ गाइस। हेर्नु मिक्सीमा पिसेको जस्तै बनाइदिनु भएछ। मेरो मासु पकाउने तरिका हो गाइस, तपाईँहरूको आफ्नै होला है, सबैजनाको आफ्नो आफ्नो तरिका हुन्छ र मैले चाहिँ यसरी पकाउने गर्छु। अब चाहिँ हालिदिन्छु टमाटर हो।
र नानीहरू चाहिँ यहाँनिर पढ्दैछ मनुको चाहिँ हाफ प्यान्ट चाहिँ कहाँ घुमि गएको हो त्यो यिनीहरूको चाहिँ युनिट टेस्ट हुँदैछ नि त त्यसले गर्दा चाहिँ पढ्दैछ यिनीहरू हो बहिनीको भोलि कुन चाहिँ गरे टेस्ट दिदीको अब खुट्टामा हेर्नु गाइस काग खुट्टे जस्तो देखिरहेछ कि बहिनीले पानी घोप्टाएर काम बिगार्यो दिदीले सपार्नु पर्दैछ बदमास बहिनी नि बदमास बहिनी आधी ग्लासै थियो जस्तो लाग्यो हिल्लै भयो होला हो बाल्दैन पक्दैछ है गाइस त्यस्तै दामी देख्दैछ नि अब चाहिँ तपाईँहरूलाई खाना खाने बेलामा भेट्ने छु है सो फाइनली गाइस हाम्रो चाहिँ खानापिना पाक्यो र यो चाहिँ हो मटन होइन अलिअलि हल्का ग्रेभी बनाइदिएको छु यस्तो मन पराउँछ भनेर सो यो चाहिँ हो मस्यामको दाल गाइस हो अनि त्यहाँदेखि यो चाहिँ अचार भइहाल्यो अघि देखाएको तपाईँहरूलाई र हामी चाहिँ किचनमा आइसक्यो खाना खानुको लागि मेरो अनुहार चाहिँ पुरा दाँत दुख्छ भन्दैछ कसरी खानु भन्दैछ त्यही माथि ब्रस गर्दाखेरि यो गिजा पिल्छाएछ कि अनि अहिले भर्खर दबाई लगाएर आएको अब चाहिँ खाना खान्छु लास्ट भन ओके हामी सबैजनाको खाना आइसक्यो र अब चाहिँ हामी खाना खाने है गाइस